हेलो साथीहरू, मेरो चुलाको हालत यस्तो भइरहेको रहेछ। अब म चाहिँ लिप्छु। माटोमा पानी पनि हल्का सुकेछ, हल्का पानी लगाएँ अनि मुछे अनि चाहिँ म लिप्नु सुरु गरेँ। कति धेरै फुटेको हेर्नु न, नलिपेको पनि धेरै दिन भएको थियो र आगो पनि फुक्दिनँ, हामी कोही कोही बेला मात्रै फुक्छौँ। अनि मैले लिपि पनि सकेँ। कति धेरै फुटेको बल्ल बल्ल लिपिसकेँ। अनि यस्तै छ, के गर्नु, लिपिन सक्यो। अनि म दाउरा लिन गएको त दिदीले त कुखुरालाई त झुल पो लाएर राखिदिनु भएको रहेछ, चल्लाहरूलाई। यसो हेरेँ अनि बाख्राको पाठा हेर्न सुतिरहेको रहेछ हाम्रो बच्चा। अनि म दाउरा खोज्दैछु त्यहाँनिर। सानो ठुल्ठुलो चाहिँ काँचै रहेछ अनि चिसो पनि अस्ति पानीले कुटेको थियो। अनि म चाहिँ बोकेर पनि हिँडेँ। त्यसपछि राखेँ अनि आगो फुक्नु पर्यो भनेर दाउरा लगाएँ। आगो पनि बल्यो अनि म चाहिँ कुकर बसाएँ। कुकर बसाइसकेपछि पानी पनि लगाएँ थोरै। त्यसपछि म बोल हल्लाउँदै भित्र किचनमा गएँ। किचनमा गइसकेपछि आलु लगाएँ। आलु पनि आफ्नै बारीमा फलेको अर्ग्यानिक आलु हो, सानो ठिक्कको छ। अनि त्यसपछि मैले यसलाई मिची धुएँ। आलुलाई धुएपछि कुकरमा लगाइदिएँ। त्यसपछि एक सिटी लाग्छ अनि उचाल्छु आगो मरेर फेरि आगो सल्काउनतिर लागेँ। त्यसपछि मटर भिजेको भिजेन भनेर हेरेको। अनि त्यसपछि हाम्रो चन्डा, घरमै फलेको चन्डा मैले सुकाएर राखेको थिएँ। अनि त्यसकै अमिलो पानी बनाएँ। अनि त्यसपछि म खेततिर लागेँ। हाम्रो मकै चाहिँ यस्तो भएको छ। म चाहिँ खेत पुगेँ। त्यसपछि हामी चाहिँ अब धनियाँ टिप्छौँ। बहिनी चाहिँ धनियाँ टिपिराख्नु भएको छ अनि म पनि टिप्दैछु, किनकि अब मकै पनि हेरेँ एकछिन मैले चाहिँ। अनि धनियाँलाई फिटिक हल्लाएँ। त्यसपछि हामी फेरि घरतर्फ लाग्यौँ। बुनुले चाहिँ पालाङ्गी पनि टिप्नु भएको रहेछ। म चाहिँ धनियाँ देखाउँदै हिँड्दैछु, तर मेरो अनुहार चाहिँ सुने जस्तो देखेको छ। धनियाँ पनि काटेँ, अब काँक्राहरू काट्छु। त्यसपछि काँक्रा, धनियाँ, प्याज, खुर्सानी मैले काटेर एकै ठाउँ राखेँ। अनि त्यसपछि आलु पनि मिसाइदिएँ। आलु चाहिँ मैले थोरै ठिक्क लगाएँ। अनि त्यसपछिबाट धुलो खुर्सानी अनि कुटेको खुर्सानी लगाएँ। अनि मलाई दाना चाहिँ धेरै मनपर्छ अनि दाना चाहिँ अलिक धेरै नै लगाएँ मैले। यस्तो दानाहरू चाहिँ मलाई धेरै मनपर्छ। अनि नुन लगाएँ, स्वाद अनुसारको नुन ठिक्क नुन लगाएँ। अनि त्यसपछिबाट मैले अजिना पनि थोरै स्वाद अनुसार राखिदिएँ। अनि त्यसपछिबाट अचार बनाएँ। अचार चाहिँ रेडी भइसकेको छ। अनि त्यसपछि म फुल्याउनुतिर लागेँ, पानीपुरी फुल्याउनतिर लागेँ। के गर्नु, यस्तै छ, खानु मन लागेपछि बनाउनै पर्यो। फेरि गर्मी धेरै बढेर धमसा छ। त्यसपछि मैले बोलमा राखेँ, पानीपुरी पनि फुलाइसकेँ। अनि त्यसपछि खानालाई रेडी गरेँ। अब खाने भनेको त हामी जेठानी देउरानी मात्रै छु मैले त। बाई बाई साथीहरू, हेर्दै गर्नु होला। आजको लागि यति नै।